हेलो साथीहरू। आज चाहिँ म बिहानै उठेँ है। त्यहाँदेखिको चाहिँ नानीहरूले चाहिँ सुँगुरको मासु खाने अरे। अन्त सुँगुरको मासु लिनु जाँदैछु। बाटोमा अलिकति टाढै जानुपर्छ, हाम्रो घरको नजिकमा चाहिँ पाउँदैन नि त। अन्त टाढो जानुपर्छ। म जाँदैछु है सुँगुरको मासु लिनु। अब पाउँछ कि पाउँदैन हेर्नुपर्छ है। अन्तखेरिको म जाँदैछु है। पुगे पनि यहाँ सुँगुरको मासु रहेछ पनि है, दामी रहेछ सुँगुरको मासु चाहिँ हो। सुँगुरको मासु किनिसकेर यता भैँसी पनि पाउँछ नि त। अन्त मैले भैँसीको पनि मासु त्यहाँ रहेछ र किनिराखेँ है। अन्त फेरि फर्केर आउँदैछु म चाहिँ। बाटोमा फेरि हिँडेर आउनुपर्छ, निकै अब झन्डै हाफ एन किलोमिटर जस्तो पर्छ है, टाढो जानुपर्छ किन्नु। गएर चाहिँ फेरि पुरा गरम भयो नि त फर्केर आउँदा आउँदै ओह्रालोमा। त्यहीँ चाहिँ स्वेटरहरू पनि खोलेर सबै टाउकोमा ओढिकन चाहिँ ओह्रालो झर्दैछु है। अन्त हिँड्दाखेरि चाहिँ पुरै गरम हुँदो रहेछ नि त। त्यसले गर्दाखेरि चाहिँ अन्त बिहान पनि एकदमै आज चाहिँ बिहानदेखि नै पुरै गरम थियो है। त्यहीँको यहाँ भाइको दोकानमा नि आइपुगेँ। साग छ भनेर सोधेको त भाइको दोकानमा नि सागै छैन रहेछ, किनभने नानीहरूले चाहिँ सुँगुरको मासु र साग खान्छु भन्दै थियो नि त। अन्त सोधेको छैन रहेछ। अन्त उसकोमा चाहिँ एकदम देसी दही चाहिँ रहेछ। अन्त मैले लु त्यसो भने दही चाहिँ देऊ न भनेर एकदम घरमै बनाएको अरे। अन्त दही चाहिँ मैले ल्याएँ है। अन्त तपाईँहरूलाई पनि कसैलाई अब दही एकदम प्योर दही घरमै बनाएको चाहिएको छ भने चाहिँ तपाईँहरूले पाउनु सक्नुहुन्छ है। त्यहीँको चाहिँ मैले दही पनि किनेर त्यहीँ चाहिँ अब घर आइपुगेँ। घर आइपुग्दा चाहिँ यति बेसी हत्तु गरमले कि आमामाम थाकेर हत्तु भयो नि। अन्त नानीले चाहिँ मलाई आमा के लाउनु भयो भनेर सोध्दै थियो कि। अन्त मैले चाहिँ सुँगुरको मासुमा पल्किने लिम्बुनीतिर ढल्किने भन्दै जिस्काउँदै थिएँ है नानीलाई। अन्त नानी पनि यहाँनिर हाँस्दै थियो। अन्त यति बेसी गरम कि आज चाहिँ बिहानदेखि नै मजाले घाम लागेको थियो हो। अन्त दामी एकदम मौसम पनि दामी भएको थियो। अन्त म चाहिँ एकदम बिहानै गोसखान पुगेर नै आइपुगेँ।